सो साथीहरू आज चाहिँ एकदमै दुःखद घटना घटेको छ। सुर्खेतको बोटेचौरदेखि सल्यानतर्फ गइरहेको मिनी टिप्परले विपरीत दिशादेखि आएको बाइकलाई ठक्कर दिँदाखेरि एकजना युवकको मृत्यु भएको छ र उक्त बाइकमा सवार ढाकावीर भण्डारीको चाहिँ घटनास्थलमै मृत्यु भएको छ। बाँकी भने यो भिडियोदेखि हेरौँ है त। मान्छे मरे मान्छे भन्नु भएन, हेर जाँदाखेरि त टाउको फुटेको केही नै, अनि यति भएर त केही थिएन, पुरै गिदी निस्केको। गाडीले मेरो ह्यान्डलमा दायाँतिरको ह्यान्डलमा छोयो अनि त्यसपछि म बेहोस भएर लडेँ। आइया आइया लो बचाउ बचाउ भन्न थालेँ। त्यसपछि म दौडेर आएँ। यहाँ दौडेर आउँदाखेरि लास चाहिँ यहाँ थियो। 15 सेकेन्ड चाहिँ म त्यो लास हेरेँ, त्यसपछि हेर्न सकेन मैले। पुरै यो पुरै फुटेको थियो होइन, टाउको गिरी सबै बाहिर देखिया थियो। साइड काट्दा बेला अब त्यो टर्कले साइड काट्यो भन्थ्यो के भन्थ्यो, अब पछाडिको टायरले प्याच चाहिँ लागिसक्यो थियो। ऊ ढलिन बेहोस भयो होला, अब त्यो चलाउने होला पनि। त्यहाँबाट ऊ उसो दिन उहाँ गएको, अब उसलाई सम्हालोस् या आफू सम्हालोस् त्यतिखेर अनि टर्कले टाउको कुचिदिसक्यो। साथीहरू मध्य पहाडी क्षेत्रमा बाटोहरू निकै नै अप्ठ्यारो भएको कारण सबैजनाले सवारी साधन चाहिँ चलाउने बेलामा चाहिँ एकदमै सचेत भएर ध्यान दिएर चाहिँ चलाउनु होला। थ्याङ्क यू फर वाचिङ।